हेलो गाइज वेलकम ब्याक। अब अघि चाहिँ बिहान गइहालेको थियो होइन। अब दिनभरि काम छैन दिउँसो नि, अनि त्यही भएर अलिकति भिडियो बनाइदिएको होइन। आज दिउँसो चाहिँ गाडी आयो भएर काम एकछिन चल्यो होइन। त्यही भएर म चाहिँ लोड गरिरहेको छु चाहिँ अलि मोटेललाई चाहिँ मोबाइल दिएको छु क्लिपहरू यसो अलिअलि खिच भनेर होइन। मोटेल चाहिँ क्लिपहरू खिचिरहेको छ, म चाहिँ लोड गरिरहेको छु होइन। गर्मी लास्टै छ, केटाहरू चाहिँ यतातिर आएर बसेको छ होइन। गर्मी चाहिँ फेरि उपर भइरहेको छ, अब के गर्ने, यस्तै काम गर्नै पऱ्यो अर्काको नखाएपछि होइन। जे होस् काम चाहिँ गरिरहेछ। केटाहरू कोही उता शीतलमा बसिरहेछ, कान्छा चाहिँ माथि मलाई लोड गर्नलाई सहयोग गरिरहेछ होइन। अब दिनभरि हिजो अस्तितिर काम नभएर सुत्यो होइन। आज एकछिन काम भयो, फेरि अब काम छैन। काम नभएको बेलामा चाहिँ सुतेर बस्ने हो, काम भएको बेलामा त अब यसो गरिदिनु पऱ्यो नि नुनको सोझो होइन। फेरि काम भएको बेला नि गर्दैन भने सब फेरि टुप्पी ठाडो होला होइन। त्यही भएर गाह्रो छु। अर्काको नुन खाएपछि यसरी काम गर्न पाइँदैन होइन, पानी भर्न पाइँदैन, गर्नै पऱ्यो। नेपालीहरूको जिन्दगी यस्तै छ, विदेश गएर पनि सुख छैन, नेपालमा बसेर पनि सुख छैन होइन। अब विदेश जाउँ त्यही हो, काम त्यही हो, थोरै पैसाको लागि परिवार छोडेर जानुपर्छ। नेपालमै काम गरौँ, फेरि स्यालेरी हुँदैन, खाने बाटो पुग्दैन होइन। गाह्रो छ हामी नेपालीलाई बस्न लाग्यो भने। गाइस अनि के छ हजुरहरू कहाँ हुनुहुन्छ, कहाँदेखिबाट भिडियो हेर्दै हुनुहुन्छ, लाइक सेयर कमेन्ट गर्नु होला, फलो गर्नु होला, सब्सक्राइब गर्नु होला। म पनि फलो ब्याक गर्छु, सब्सक्राइब गर्छु। सबैजना मिलेर गरौँ, अगाडि बढौँ। म त रोड लेभलदेखि गएर आएको है, फेरि मेरो त सब्सक्राइबर पनि छैन। म खासै युट्युबर पनि होइन, भिडियो बनाउन पनि मान्छे पनि होइन। यसो आजभोलि काम नभएको बेलामा किन टाइम वेस्टमा जान दिने भनेर चाहिँ यसो भिडियो बनाइदिउँ भनेर लागेको मैले पनि होइन। त्यस्तो खासै भिडियो बनाउन आउने मान्छे चाहिँ होइन। म काम गर्ने ठाउँमा बोर हुन्छ यति है, त्योभन्दा अरू मेमोरी जस्तो नि हुन्छ भनेर चाहिँ भिडियो बनाउन लागेँ। तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो होइन, प्रतिक्रिया दिनु होला। अनि अरू भन्नुहोस् हजुरहरू के गर्दै हुनुहुन्छ। हामी चाहिँ यहाँ काम गर्दै हो बागमती ग्याबिनमा। हजुरहरूलाई पनि काम चाहिएदेखिबाट भन्नु है, बागमती ग्याबिनमा काम चाहियो भने काम हामीसँग गर्न आउने भएदेखि आउनु। आजभोलि त मान्छे छैन, अहिले काम सुरु भएपछि त फेरि झमक्क रमाइलो हुन्छ नि फेरि यहाँ काममा। के गर्ने यसै हो, काम गर्नै पर्यो। तपाईँहरू कोही कसैलाई जाली साली चाहिन्छ भने च्याट्ट बागमती ग्याबिनमा सम्झिनु होला। यहाँ चाहिँ अब यस्तो वालमा हाल्ने जाली बारजाली सबै बनाउँछ होइन। कसैलाई चाहियो भने चाहिँ बागमती ग्याबिनमा सम्पर्क गर्नु होला। हामी काम गर्ने कम्पनी चाहिँ यही हाम्रो भाइरल सिल ट्याङ्की नुवाकोटको समुद्रभन्दा अलिकति माथि छ होइन, टाढो पनि छैन। यसो घुम्न आएको बेलामा पनि देखिन्छ, त्यहाँनिर घुम्न आएको मान्छे पनि देखिन्छ काम गर्ने ठाउँहरू। त्यस्तै हो, दिनभरि काम गर्ने, बेला बेला टाइम पास नसिक्दाखेरि कोटिरहेको छ, डाँडामा गएर हेर्ने, यसरी नै दिन कटिरहेको छ। गाह्रो छ केटा हो, दिन कटाउनलाई पनि पैसा नभए अहिलेको संसारमा पैसा नभए केही गर्न नसक्ने बेला आयो। जहाँ पनि पैसा चाहिने, जे पनि पैसा चाहिने, कमाउने बाटो चाहिँ नपाउने, यति भएपछि जिन्दगी खत्तम हुने भने केटा हो होइन। त्यही भएर म चाहिँ अब यहाँतिर थन्किएको पनि 2 वर्ष हुन लागिसकेको छ। बाहिरतिर काम पनि हुँदैन होइन, अझै कति थन्किने हो, लास्टै बोर लाग्यो। त्यही भएर चाहिँ टाइम पासको लागि भिडियो बनाउनु सुरु गरेको छु होइन। सबैले माया गरेर लाइक गरिदिनु होला, सपोर्ट गरिदिनु होला। भर्खरै सुरु गरे अब भिडियो,
त्यस्तो अरू जस्तो एक्सपोर्ट छैन। कुनै ठाउँमा बिग्रिया भएदेखि बिग्रेछ भनेर भनिदिनु होला, सल्लाह दिनु होला। केही भिडियो बनाउनको लागि कसरी बनाउने, कहाँ के गर्ने हजुरहरूले सल्लाह दिनु होला। हजुरहरूको सल्लाह अनुसार भिडियो बनाउने कोसिस गर्नेछु। अब हेरौँ कतिसम्म चाहिँ मैले बनाउन सकिन्छ, कतिसम्म गर्न सकिन्छ। हजुरहरूको साथ सपोर्ट माया कतिको पाइन्छ। हजुरहरूको साथ सपोर्ट माया बिना मैले केही गर्न सक्दिनँ। साथै हजुरहरूको साथ सपोर्ट माया सँगसँगै मेरो मेहनतले कहाँसम्म पुग्छ, कति हजुरहरू मलाई सपोर्ट गर्नु, म हजुरलाई सपोर्ट गर्छु। हामी सबैजना एकअर्का सबै मिलेर एकैचोटि अगाडि बढौँ। अगाडि बढ्यो भने सबैजना मिल्यो भने पक्कै सफलता पाइन्छ होला। सो सबैजनाले लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। फेरि एकचोटि सम्झाइदिएँ, सबैले माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला। आजको भिडियो चाहिँ मेरो अब यति नै हो। भिडियो नि हल्का लामो भएछ होइन, धेरै टुङ्ग्यो। अब जाली पनि लोड गर्न सकिन लाग्यो होइन। अब आजको काम नै यति मात्र हो। यो गरेपछि सुत्ने हो, काम छैन। आजभोलि फ्याक्ट्री पुरै कोल्याप्स हुन लाग्यो। अब यस्तै हो, के गर्ने। फ्याक्ट्रीलाई पनि मार्केट चाहियो, मार्केट नभएपछि के गरोस् र, काम हुँदैन। बिना मार्केटै नभए मेसिन चलाउनु कुरो पनि आएन होइन। त्यही भएर आजभोलि सबलाई पनि धेरै टेन्सन भइरहेको होला। कर्मचारी जति सब सुतिरहेछ, पैसा तिर्नु परेछ होइन। तनाव छ, सबैलाई तनाव छ। हामी तल वर्गको कर्मचारीलाई आफ्नै तनाव, माथिकोलाई आफ्नै तनाव। तनाव नहुने चाहिँ कहिले पनि छैन। सो तनाव चाहिँ कहिले पनि नलिउँ, रमाइलो गरौँ एकबारको जिन्दगीमा होइन। आजको ब्लग चाहिँ अब म यहीँ टुङ्गाउँछु। जाली पनि लोड गर्न सकिन लाग्यो। केटाहरू गर्मी भएर यता शीतलतिर बसेर चाहिँ भिडियो क्लिपहरू लिइरहेको रहेछ होइन। म चाहिँ अझै त्यहीँ जाली लोड गरिरहने हो। जाली लोड गर्न नसकेसम्म चाहिँ म चाहिँ त्यहाँ छोडेर आउन मिल्दैन। अब धेरै हाल्नु पर्ने छैन। अब 3-4वटा हालेपछि चाहिँ सकिन्छ। त्यसपछि चाहिँ मेरो काम सकिन्छ होइन। अब म चाहिँ लास्ट गर्मी हुन्छु फोर्कलिफ्टमा। अब घाम छिर्ने ठाउँ पनि छैन, सिधै घाम लाग्छ। फेरि चाकमा इन्जिन हुन्छ होइन, इन्जिनको हिट पनि त्यस्तै आउने। अब जाली लोड गर्न सकेर चाहिँ केटाहरूलाई बाँध्न लगाइदिएको। केटाहरू गर्मीमा घाममा अब तार बाँध्नु पर्ने, तार त्यस्तै साह्रो हुन्छ होइन। केटाहरू कराइरहेछ तार साह्रो भयो भनेर। अब के गर्ने त, साह्रै भयो भने बाँध्नै पऱ्यो, गरिदिनै पऱ्यो है। साथी हो है, आजको यति नै हो है।